धेरै खिच्छ कुन जिल्ला हो यो गोर्खा गोर्खा अलिकति मुटु झर्छ गोर्खा जिल्ला हो यहाँनिर चाहिँ मुनि हेर्नु न मुनि मुनि हेर्नु मुनि के हेर्नु उहाँ हेर्नु डाँडा यहाँ मुनि के यहाँबाट मुनि उहाँ डाँडा यस्तो उ आयो क्या मुनि हेर्दा साथै राम्रो फ्लास आउट अलि टाढाबाट खिच्नु बुढेको जस्तै यो गोर्खा जिल्ला हो यो कस्तो हरियाली रहेछ। गोर्खा त के कुनै उ रहेछ पानी परे परै छ अनि सालै साल बच्चै छैन फटाङ बाबा छोरी बाबा नानी हामी गोर्खा हाँस हाँस भिडियो खिचेको हो ए ए स्टाइल पनि बाने होला ल स्टाइल हामी गोर्खाली हो भने आज हामी गोर्खा आएको मनोकामना देवीको दर्शन गर्नको लागि आएको ऊ बुवा त चाहिँ बाख्रा लाउने बाख्रा भारतरा बाख्राहरू ल्याउने के बुकाहरू बेच्नु हुन्छ। बोकाहरू बाख्राहरू ल्याउने यस्तो बेग्लै हो बाख्राहरू ल्याउने के बोकाहरू हेर त तलस 2075 साल बाबु बस उड्नु हुँदैन 29 गते शुक्रबारको दिन आज हामी गोर्खा जिल्लाको मनोकामना देवीको दर्शन गर्न आइरहेका छौँ। हामी बुवाको साथमा म मेरो छोरी सिन पनि निकाल्देऊ न बाबु पञ्जिका पवन मेरो श्रीमती कमला हामी पाँचजना मन्दिरको दर्शन गर्न आएका छौँ। हामीले मनले चिताएपछि सबै सिन पनि आछ आज दर्शन गरेपछि ए पुग्नेछ। अनरै छेकिदो रहेछ नानी पनि उहाँ ल एकछिन नानीले एकचोटि हाँसिदियो भिडियोतिर हुन्थ्यो हेरेर एकचोटि हाँस्नको लागि चाहिँ मम्मीबाट अनुरोध भएको छ। मम्मीलाई हेरेर एकचोटि हाँसिदेऊ ल हाँसिदेऊ यता हेरेर यता मम्मीलाई हेरेर छोरी ल मम्मीलाई हेरेर एकचोटि हाँसिदेऊ हाँसिदेऊ आमा नानी त लु हेर खुसी भएर हो खुसी भएर बाबु ल्याउ त बाबु नि यताबाट यता मेरो भिडियो गर न आदिमा त आइयो त हैन त्यसरी नहलाउनु मोबाइल चाहिँ हराउनु दायाँ बायाँ चाहिँ सार्नु मिल्छ बिस्तारै आयो मुटु झुसुङ्ग हुने ठाउँ हुँदैन। यहाँ त आनन्द भयो नि ल नि तलको गाउँ कति रमाइलो गाउँ छ। खै गोर्खा ल अहिले हामी यो केबुल कारको डिस्टेन्सको बिच भागतिर आएका छौँ। यो बिच भागमा चाहिँ एकदम रमाइलो अहिले यो मकै असारको महिना भएर मकै पाक्न लागेका छन्। यहाँको एकदम रमणीय अझै डाँडा आउनै रहेछ त बाँकी यस्तो गोर्खाको एउटा लोकल गाउँ हो यो। यहाँका बासिन्दाहरूलाई मन्दिर दर्शन गर्नको लागि हिँडेरै जानुपर्ने हुन्छ। हुन त उसको घरको छानैमा छ केबुल कार, तर उहाँहरू केबुल कार चढ्नको लागि तल त्रिशुली नदीको छेउमै पुग्नुपर्छ कि चाहिँ सिधै मन्दिरमा माथि मन्दिरमा गएपछि मात्रै केबुल कार चढ्न पाउनुहुन्छ। एकदम रमाइलो भएको छ अहिले। मुङलिङ भन्ने त्यही हो मुङलिङ उतै आएकै छैन। हामी यताबाट आएका हौँ हजुर त्रिचुली नदी एकदम धमिलो छ। नानीले भमिट पनि अलरेडी गरिरहेछ लुगाभरि सबै त्यहाँ भुत्याएर कुदाइदियो क्या त्यो पर चाहिँ राम्रो त खाजा खाँदैन ठिक यस्तो गर्छ हजुर यहाँ टिक्का गरिदिनु न है उयो गोलोमा के एकछिन बोल्दिनु बोल बोल्ने होइन भिडियो होइन फोटै हो दिमागै छैन टाइमर यहाँ पछाडि आउँदैछ तिनीहरू नि आउँछन् बिस्तारै उयोहरू यता खाली नै आइरहेको माथि त कोही छैन माथि अब कोही छैन यो नभए खाली पनि चलेरै जान्छ खाली 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 भए पनि चलेरै जान्छ माथि मान्छे हुँदैन टाइमर मान्छे चढेर पनि खाली नै आउँछ। नानु खाली आयो खाली गयो नि। छोरी छोरी कहाँ गएको छोरीलाई देखाइदिनु त्यो पछाडि नानी उहाँ हेर त
हामी भिडियो खिच्ने कि ए यहाँबाट नि माथिको रहेछ